नमस्ते। म यतिखेर चाहिँ नि यो जुम्ला र मुगु जिल्लाको सिमानामा पर्ने यो बुलबुले भन्ने ठाउँमा छौँ। यहाँले देख्नुहुन्छ पछाडि यस्तो रमाइलो छ, राम्रो चाहिँ नि घना जङ्गल छ, गाईबस्तुहरू चाहिँ नि चरिराखेका छन् हैन। एकदमै सुन्दर छ र हामीले यहाँ देख्न सक्छौँ यो फुल्न लागेको छ। अब यो फुल फुल्ने सिजन यो वैशाख महिनाको एकदमै अन्तिम समय हो हैन, अन्तिम समय हो। अब यो जेठ लागेपछि अझै धेरै फुलहरू फुल्छन् र एकदमै राम्रो छ। यो बाटो चाहिँ नि मुगु जाने बाटो हो, हामी देख्न सक्छौँ यताबाट हैन। यो ठ्याक्कै चाहिँ नि मुगु जान्छ भनेपछि यो भन्दा तल चाहिँ नि यो अब जुम्लाको चाहिँ नि सिमाना यहाँ तल छ। एकदमै राम्रो छ र एकदमै आनन्द आउँछ यहाँ आइसके पछाडि। माथिपट्टि एकदमै ठुलो राम्रो चाहिँ नि जङ्गल छ र जहिले आए पनि जतिखेर आए पनि यो ठाउँमा चाहिँ नि बसेर एउटा केही फोटोहरू खिच्ने, टिकटक बनाउने गर्छन् मानिसहरू र रारा जाने मान्छेहरू पनि यहाँ चाहिँ नि आएर खुब रमाइलो गरेको हामी देख्न सक्छौँ र एकदमै राम्रो ठाउँ छ। यहाँहरूलाई पनि यो मुगु जाँदाखेरि, रारा जाँदाखेरि यो बाटोमा रोकिनुहोस्, एकछिन प्रकृतिको एउटा मनोरम दृश्यको चाहिँ नि हेरेर सुसाधन गर्नुहोस्। एकदमै रमाइलो छ यहाँ हैन, आनन्दै छ। एउटा ठुलो चौर, गाईबस्तुहरू चर्छन्, भेडा बाख्राहरू चराउँछन्। यहाँ प्रकृतिले वास्तवमा एउटा सुन्दर चाहिँ नि दिएको एउटा उपहार। हस्, नमस्ते।